हेलो गाइज, वेलकम टू माई एक न्यू च्यानल। यो भिडियोमा तपाईँहरूको स्वागत छ। आजदेखि म पनि नयाँ च्यानल खोलेको छु, भिडियो बनाउन स्टार्ट गरिदिएको छु। तपाईँहरू मलाई सपोर्ट गर्नु। आज यतै पार्कतिर चाहिँ घुम्न आएको छु होइन। झन् तपाईँहरूको पनि यो पार्कको नजारा हेरौँ। यो च्यानललाई चाहिँ गऱ्यो सब्सक्राइब गरिदिनु है। अब सुरु बनाइरहेको छु, अलिअलि त मिस्टेक हुन्छ बोल्नमा, तपाईँहरू सपोर्ट गर्नु। यही हो कि यहाँको नजारा। अहिले भित्र म जान्छु, अहिले म त बाहिरै हो, अहिले जाँदै हो भित्र कि म आइसकेको छु भित्र कि हेर्नु। यता चाहिँ पार्किङ के भन्छ यसलाई, त्यो छ। यहाँ ठुलो ठुलो होटलहरू छ। हाम्रो यहीँभन्दा औकातभन्दा माथि छ, जसमा हामी जान सक्दैन। के छ त तपाईँहरू सन्चै हुनुहुन्छ भनौँ, कमेन्ट गर्नु। अब म तपाईँहरूकै हेराउँछु यस्तो यस्तो नजारा पार्कको, एकदम दामी दामी। हेरेर तपाईँहरूको ओहो मुटुक छिन मन लागिहाल्छ। त्यस्तो नजाराहरू हेराउँछु म त। कि यो पार्क चाहिँ बन्द छ, अहिले मान्छे जान दिइरहेको छैन। यता यता कात कातमा छेउछेउमा मान्छेहरू बसिरहेछ। त्यहाँ यत्रो ठुलो चाहिँ बिल्डिङ, आइफोन सपको ठुलो आइफोन सपको जाम। अब तपाईँको यतातिर साइडको पार्कलाई हेरौँ होइन। हेर्नु, ब्लग कमेन्ट गर्नु कस्तो लागिरहेछ, सपोर्ट गर्नु यार। यो सुरु त हो, यस्तै हुन्छ। अहिले म चाहिँ मलेसियामा हो क्या, मलेसियामा केएलसिसीको ठाउँमा। अब भोलि पर्सि केएलसिसी पनि जान्छु यस्तो भिडियो गर्न। के हेर नजारा। हेरौँ, ठुलो ठुलो बिल्डिङ हो कत्रो कत्रो बिल्डिङ छ हो। हाम्रो कम्पनी चाहिँ यो छ, हेर्नु। 106 तला छ हो। यो हाम्रो चाहिँ कम्पनी हो, म यसैमा काम गर्छु। अरू के छ त हेर्नु, कस्तो कस्तो राम्रो, एकदम सस्ता हावा आउँछ क्या यहाँ बस्यो भने, एकदम चिलो। अनि यहाँ चाहिँ यस्तो छ, यस्तो पार्क छ, दामी छ एकदम। जाम अब अर्को साइड। यहाँ म आइसक्यो झाडीमा। झाडी भनेको यहाँ बिरुवा उहरू छ क्या, रुखहरू छैन। यहाँ जङ्गल छ क्या, जङ्गल। त्यहाँ पार्क थाहै छ, पार्कमा जङ्गलमा के हुन्छ भनेर। जङ्गलको यताको नजारा यी अहिले यहाँ त हेरिरहेको छैन होइन। त्यो सबभन्दा ठुलो बिल्डिङ हो मलेसियाको, 118 तला। त्यो सबभन्दा ठुलो बिल्डिङ हो। यहाँबाट मैले हेराउँछु। हेर्नु, अहिले चाहिँ मोबाइलको हुन्छ क्या। त्यो ठुलो बिल्डिङ देखिरहेछ नि, त्यो 118 तला मलेसियाको सबभन्दा ठुलो, विश्वमा नम्बर 2 मा आउँछ यो बिल्डिङ। अनि हाम्रो चाहिँ नम्बर 3 मा। यो हाम्रो चाहिँ नम्बर 3 मा आउँछ, त्यो नम्बर 2 मा। नम्बर 1 मा त तपाईँहरू सबैको थाहै होला, दुबईको बुर्ज खलिफा आउँछ। त हाम्रो जस्तो के छ त। यहाँ अब अर्को बाटोमा आइसकेको छु। यहाँ अगाडि हिँडिरहेको छु। यहाँ कस्तो कस्तो ठाउँ हेरेको छु। तपाईँहरू सपोर्ट गर्नु क्या अलिअलि। तपाईँ हेर्नु कस्तो कस्तो ब्लग आउँछ यो च्यानलमा, एकदम धासु। तर मलाई यो च्यानललाई सपोर्ट गर्नु, यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु है। म अहिले हेरिरहेको छु एकदम राम्रो है। यो राम्रै ठाउँ हो। यो चाहिँ बेलुकातिर घुम्यो भने एकदम मजा आउँछ। यहाँ बस्यो भने यो हाम्रो चाहिँ नेपाली दाइ गएको, एकदम राम्रो छ। यहाँ मान्छेहरू बसिरहेछ, तर मान्छेहरू डिस्टर्ब नगर्ने है। किन डिस्टर्ब गर्ने अर्काको, आफ्नो जाने भिडियो बनाउने। अनि यो पुल छ, पुल
यहाँ चाहिँ सानो पुच्चेहरूको खेल्ने हुन्छ है। यहाँ सानो पुच्चेहरूको खेल्ने ठाउँ छ, सानो केटाकेटीहरूको लागि है। अनि यहाँ भुलभुलैया छ। यहाँ यो भुलभुलैया छ, भुलभुलैया। त्यसमा गयो भने थाहा लाग्दैन कुन बाटो जाने कुन बाटो आउने भनेर। अनि यसैको पछाडि झरना छ, झरना। त्यसको पछाडि जाम, म अहिले गएर हेरिरहेको छु। हेर्नु झरना केटाहरू चाहिँ गरिरहेको छ। राम्रो एरिया छ, राम्रो एरिया। यहाँ चारैतिरको पार्क आज बन्द गरेको छ है, किन यार? यहाँ पनि पहिला मान्छे यत्रो हुन्थ्यो, अहिले चाहिँ कोही पनि छैन। यहाँ सानो पुच्चेहरूको खेल्ने छ, झरना, वाटरफल। कति दामी हेरिरहेको छ है, पुरै बत्ती सत्ती बालेर ओहो टक्क पारेर। यो हो मेन चिज, डाइनासोर। यहाँबाट आदि कट्या छ, यहाँबाट आदि छ। यो हो मेन चिज, यो हो मेन चिज। यो जाम अब तलतिर सिँढिया जाऊ, सिँढिया टोकेर जानुपर्छ। के गर्नु, गाह्रो छ यार। म अहिले तपाईँले हेराएको छु, म काम गर्ने ठाउँ। म कहाँ काम गर्छु, मेरो म त कम्पनीमा नि हो होइन, तर म चाहिँ कम्पनीमा डिपार्टमेन्ट हुन्छ नि, यो हेर्नु यत्रो ठुलो बिल्डिङ छ होइन। अनि म चाहिँ लोबीमा काम गर्छु, मेन एन्ट्रेन्समा। माथि त साथीहरू काम गर्छ, माथि पनि म चाहिँ कतिचोटि गएछु है। यो चाहिँ आइफोनको सर्ट, आइफोनको लोगो लागेको छ यहाँ। अहिले जाम, म हेरेको छु चाहिँ कहाँ काम गर्छु भनेर है। म आइसकेको छु म आफ्नो चाहिँ काम गर्ने ठाउँमा। तर यहाँ अलि अफर लागिरहेको छैन कि, मतलब अलि अर्कै लागिरहेको छ। अब डेली यहाँ काम गर्ने अनि गरेर राम्रो लाग्दैन। यहाँ म काम गर्छु, यो लाइटहरू छ नि, यो लाइटहरू पनि कुनै दिन साफ गर्छु म। अब भित्र जाम कि छोडिदिउँ भनेर होइन, कि हेर्नु हाम्रो चाहिँ यहाँ म सबै साफ गर्छु, यो सबै। तर आज आइसकेको छु, जान दिन्छ कि नै थाहा छैन। यो चाहिँ ऊ छ क्या, इन्ट्रेस्ट। यो चाहिँ इन्ट्रेस्ट छ, यहाँ गाडीहरू चाहिँ पर्खिन्छ है। यो हो हाम्रो चाहिँ कम्पनी। हाम्रो कम्पनीबाट बाहिर निस्किरहेको छु। कम्पनीमा भिडियो हामीलाई काम गर्ने मान्छेलाई चाहिँ लन्च गर्दैन क्या, भिडियो बनाउनले। मलाई त च्यानल लन्च गर्दैन, तर अलिअलि त बनाइदियो, हेरेन कसैले। अब गएर यो भिडियो अपलोड गर्छु ल। यो भिडियोलाई चाहिँ तपाईँहरू यो च्यानललाई सब्सक्राइब गर्नु, भिडियोलाई लाइक गर्नु र कमेन्ट गर्नु है, कस्तो लागिरहेछ भनेर है। सधैँ म बनाउँदै गर्छु है, योभन्दा राम्रो भिडियो बनाउँछु। यो त फर्स्टचोटि छ है। ल हस्, धन्यवाद, जय नेपाल।